है सबैजनालाई साथीहरूलाई नमस्कार। हामी चाहिँ यात्रामा यस्तो छ। यात्रा चाहिँ हाम्रो स्पानियाको डाँडा यात्रा हाम्रो एकदम यता कमरेड हुनुहुन्छ होइन, अनि हाम्रो अरू टोलीहरू पनि छ। हामी बसमा छौँ होइन। हाम्रो सोल्टी के छ खबर? हामी कहाँ जाने के हो? हाम्रो चस्मावाले विवेक सर के छ खबर? गुड छ। राजकुमार सर ठिक छ? यस्तो छ है टोली। हामी बसमा छौँ होइन, हामी यात्रामा छौँ। हामी चाहिँ यात्रा हो आज, घुमफिर गरौँ भनेर होइन। हेलो हेलो सोल्टी, हामी कहाँ छौँ रे? हामी सल्यानको सल्लाहको रुखहरू टन्नै छ हो। सल्यानमा रहेछ ए यो हामी स्पेन भनेको त्यो सल्यान रहेछ होइन? हेरौँ त। सल्लाहकारी देखाइदिनु ल है टोली हो। हामी सल्यानको जङ्गलमा छौँ, मासु पोल्ने टोलीहरू। ओ टोली हो, हाम्रो टुर कस्तो भइरह? पिकनिक एकदम बबाल छ। एकदम ल ठिक छ। त हामी कहाँ छौँ रे? सल्यानको मुलाबारी। ल ल ओ बाटो छोडिदियो ओ। यस्तो छ ए साथी हो हाम्रो घुमफिर होइन। आज चाहिँ यसो पिकनिक हो। रमाइलो भइरहेछ है। आउनु मेरो भाइ। इ मेरो भाइ। ल हामी अब यसो होइन दाजुभाइ हल्का रमाइलो पारामा इन्जोय गरिरहेको छ। हाम्रो भिडियो सेयर गर्नु पर्यो, लाइक गर्नु पर्यो, कमेन्ट सब्सक्राइब। बस के भएको छ क्या सोल्टीलाई? कहाँ हो यो ग्याङ? सोल्टी केही भन्नु न यार, हामी कहाँ जाँदैछौँ? यो सल्यान हो र यार? त्यही त म नयाँ मान्छे म परेँ, मलाई नि खासै त्यति राम्रोसँग थाहा छैन। मसँग फेरि है मैले बङ्गुरको एकदम मासु छ यसमा होइन, सिल्भर पेपरमा प्याकिङ। सल्यान र स्पेनमा चाहिँ खासै फरक चाहिँ रहेनछ। हाम्रो सल्यान चाहिँ त्यति राम्रो ठाउँ रहेछ। अब स्पेनमा अब यति राम्रो ठाउँ भनेर यहाँ घुम्न आउने मान्छेहरू यति यो हाम्रो बाटोमा के भन्छन् रे, उता सल्यान जाँदाखेरि त यो सल्लाह मुलुकहरू त कति छ रहेछ। हो कति छ त्यो भनाले हाम्रो त्यो भनाले हाम्रो नेपाल पनि यसै विकास हुनु पर्यो। यो हाम्रो नेपाल भइहाल्छ अब त ढुक्क हो कि। बालिन शाह जिन्दाबाद होइन। ल ठिक छ। हाम्रो एकदम पिकनिक छ होइन आज। एकदम पिकनिक। अब यहाँ पिकनिक छ। पिकनिकलाई हामीले एकदम भव्य र सभ्य स्मरणीय पल बनाएर हामीले यसलाई समाप्त पनि गर्नेछौँ। तर त्यो समाप्त गर्न चाहिँ अलिक टाइम लाग्ला। बस होइन त्यतातिर सागरदा फ्यामिली देखाइदिनु। सागरदा फ्यामिली अलि त्यो डाँडा देखाइदिनु। यस्तो छ। अब हामी त अब मोज गरिरहेको छौँ र अब हेर्ने मान्छेले उता हेरेरै मोज गर्ने। बस यहाँ केबल कार पनि छ होइन। हामी त यहाँ हेरेर मोज गर्ने, त्यो भिडियो हेरेर अरू बाँकीले चाहिँ इन्जोय लिनु होला। भयो पर्दैन। खै त तिम्रो स्पिकर बजाउ न डिजे। अब हाम्रो डिजे सुरु हुन्छ होइन। ठिक छ बजाउनु न। यता केबल कार छ है साथीहरू। यताको यो केबल कार हो।
हाम्रो टोलीहरूसँग सकिन्न आज पारा दिने कुरो छ अब हामी ल टक्क घुम्नलाई होइन यति दामी छ नाच्छ कान्छी यो आहा बास बास सिपहरू ओहो नो हेरौँ ल टोली समुद्र तलतिर होइन नाच ल यो फेरि कुवाएर खोले पानी थाहा छैन आएपछि मात्रै खुल्छ पानी पहिले अर्डर दिन्छु मेरो त्यो पनि भन्नु बस बस ए तलतिर यस्तो छ है डब्लु होटल त्यता छ सिपहरू यता यस्तो छ है यता पानीको छराहरू टक्क होइन आहा कता बस्नु यस्तो छ माथि डाँडाबाट होइन तलतिरको भ्यू रमाइलो इन्जोय तरिकाले देखिन्छ यो सोल्टे हनी सिङ्गम हाम्रो चाहिँ यस्तो छ है ड्राई पिकनिक टक्क घरमै सबै बनाएर लिएर आएको है हाम्रो सब बङ्गाली रोल्पाली टिम मिक्स हो यो है ओ गडा ग्रुपबाट हरायो आहा यस्तो छ है यस्तो छ है टक्क हाम्रो ग्याङ आज कसैले लाज मान्नु हुन्छ भने कृपया अनुहार मुखले के अरे रुमालले बुझ्न अनुरोध गर्दछु म ए हाम्रो सोल्टी आउनुभयो ओके डार्लिङ बास तपाईँको फेसमा ब्लर गरिदिन्छु ल टेन्सन नगर्नु पर्फावर ए सबभन्दा सेयर गरेर उहाँलाई है ल है ल साथीहरू अब हाम्रो चाहिँ पिकनिक चाहिँ अन्तिम चरणमा छ यस्तो छ हाम्रो नाइट भ्यू तलतिर टक्क छ नि हेरौँ न यो बार्सिलोनाको होइन समुद्र साइड हो यस्तो देखिन्छ माथि यो प्यारालालको डाँडामा छ मैले हामी होइन कहिलेकाहीँ रमाइलो यसो गर्नलाई भनेर निस्केको यस्तो छ टक्क तलतिर ठुला सिपहरू छ होइन यो सिपहरू पुरा सामानहरू लोड अनलोड भइरह तलतिर त्यहाँ पार देखिरहेको ठुलो अग्लो यो डब्लु होटेल होइन अनि यता यस्तो देखिरहेछ ल आजको हाम्रो चाहिँ रमाइलो डे हामी चाहिँ घर फर्किँदै टोली हेलो हाई यस्तो चाहिँ फुल इन्जोय लिएर हामी चाहिँ घर फर्किँदैछौँ यस्तो छ हाम्रो यात्रा